र आज सालभरिको वचनलाई मैले समराइज गर्दै गर्दाखेरि बिउ के हो? बिउ चाहिँ के हो? गिफ्ट्स, तपाईँको गिफ्ट, तपाईँसँग भएको टाइम, तपाईँसँग भएको रिसोर्सेस, तपाईँसँग भएको स्ट्रेन्थ अनि तपाईँसँग भएको स्किल्स, यो चाहिँ बिउ हो। मैले नेपालीमा बताउन चाहन्छु। तपाईँलाई परमेश्वरले दिनुभएको आत्मिक वरदानहरू, परमेश्वरले तपाईँलाई दिनुभएको समय, स्रोत, साधन, शक्ति अनि सिप। परमेश्वरले तपाईँलाई दिनुभएको शक्ति, बल अनि सिप। वरदान र सिपमा नझुकिनुहोस्, सिपहरू पनि अलौकिक हुन्, मैले सिकाएको छु। त्यही भएर डिफ्रेन्ट फिल्डमा परमेश्वरले हामीलाई बोलाउनु भएको छ अनि स्किल्सहरू दिनुभएको छ, तिनीहरू पनि सुपरन्याचुरल हुन्, मैले सिकाएको छु। तपाईँको वरदान, अलौकिक वरदान, पवित्र आत्माले दिनुभएको आत्मिक वरदानहरू, तपाईँ र मसँग भएको समयहरू, यिनीहरू बिउ हुन्। हामी कसरी रोप्छौँ, वरदानहरू कसरी प्रयोग गर्छौँ। स्रोत र साधन, स्रोत र साधनले सबै कुरा कभर गर्छ। इभन तपाईँसँग भएको कपडा पनि यसले कभर गर्दछ र तपाईँको जग्गालाई पनि कभर गर्दछ। यसले सबै भौतिक कुराहरूलाई, तपाईँसँग भएको सबै भौतिक कुराहरूलाई, तपाईँको धन दौलतलाई पनि कभर गर्दछ। स्रोत र साधन पनि बिउ हुन्। शक्ति र सिप, तपाईँसँग भएको एनर्जी जो छ त्यो पनि बिउ हो। स्ट्रेन्थ,